हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक पोटेन्सियोमिटरको बारेमा भिडियो लिएर आएको छु। फर्स्ट अफ अल पोटेन्सियोमिटर भनेको चाहिँ के हो भन्दाखेरि एउटा सिम्पल पोटेन्सियोमिटर भनेको चाहिँ एउटा वायर हो, हाई रेसिस्टिभिटी भएको वायर हो। अब यसको डेफिनेसनहरू एक्जाममा आयो भने लेख्नको लागि चाहिँ अलि राम्रै चाहिन्छ नि त। त्यसको लागि चाहिँ पोटेन्सियोमिटर भनेको एउटा इलेक्ट्रिक सर्किट जसले चाहिँ यी सेलहरूको इएमएफ कम्पेयर गर्छ अनि इन्टरनल रेसिस्टेन्स र इएमएफ मेजर पनि गर्छ भनेर लेख्ने हो। यसको युजेस लेखेको हो कि यो डेफिनेसनमा चाहिँ यसरी स्टार्ट गर्दा हुन्छ। अ पोटेन्सियोमिटर इज अ वायर अफ हाई रेसिस्टिभिटी विच इज युज टु कम्पेयर इएमएफ अफ सेल, मेजर इन्टरनल रेसिस्टेन्स एन्ड इएमएफ भनेर लेखिदिने सक्यो यति लेख्दा। अब वाइ पोटेन्सियोमिटर इज कल्ड आइडियल भोल्टमिटर, यस्तो क्वेसन सोध्न सक्छ कि 2 मार्क्समा गिभ रिजनवाला हो। त्यो सोध्यो भने चाहिँ इट इज अल्सो कल्ड आइडियल भोल्टमिटर बिकज इट इज बेस्ड अन नल डिफ्लेक्सन, यति लेख्दाखेरि मार्क्स आउँछ। यही हो एन्सर यसको। अब कसरी नल डिफ्लेक्सन हुँदाखेरि आइडियल भोल्टमिटर भन्ने क्वेसन छ होला। यो नल डिफ्लेक्सन भनेको चाहिँ नल डिफ्लेक्सन मेथडमा बेस्ड हुने डिभाइसहरू चाहिँ करेन्ट ड्र गर्दैनन् कि त्यो सर्किटबाट करेन्ट तान्दैनन् अनि त्यही भएर एकुरेट हुन्छ, त्यही भएर आइडियल भोल्टमिटर भनेको यसलाई। अनि प्रिन्सिपल अफ पोटेन्सियोमिटर भनेको छ। प्रिन्सिपल अफ पोटेन्सियोमिटरले के भन्छ भन्दाखेरि वेन कन्स्टेन्ट करेन्ट इज पास थ्रु अ पोटेन्सियोमिटर देन भोल्टेज ड्रप एक्रस एनी पोइन्ट अफ वायर इज डाइरेक्टली प्रोपोर्सनल टु द्याट लेन्थ भनेको एउटा वायर छ अरे, वायर यहाँबाट करेन्ट पास गर अरे। यो करेन्ट पास गरेपछि यो वायरको यहाँ सपोज यो एबिसी यति लेन्थ भयो अरे। अब यो भोल्टेज एबीको भोल्टेज ड्रप अफ एबिसी डाइरेक्टली प्रोपोर्सनल टु एल, यो एलसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेको यही हो पोटेन्सियोमिटरको प्रिन्सिपल। अब यो म प्रुभ गरेर पनि देखाउँछु एकछिन। पहिला यो अब हाउ क्यान वी इन्क्रिज सेन्सिटिभिटी अफ पोटेन्सियोमिटर भनेको यसको सेन्सिटिभिटी कसरी इन्क्रिज गर्न सकिन्छ, यसलाई कसरी मोर सेन्सिटिभ बनाउन सकिन्छ भनेको। अब यसको चाहिँ इन्क्रिजिङ लेन्थ अफ वायर भयो, एउटा पोटेन्सियोमिटरको लेन्थ बढाइदियो भने सेन्सिटिभिटी बढ्छ। अनि अर्को डिक्रिजिङ करेन्ट बाई द हेल्प अफ रियोस्ट्याट, अनि अर्को डिक्रिजिङ पोटेन्सियल ग्रेडियन्ट भनेको म बुझाउँछु अहिले। अनि सेलेक्टिङ युनिफर्म लेन्थ, यति भयो। यो एकचोटि मजाले नोट गर्नु, यो एकदम इम्पोर्टेन्ट छ। अब म पोटेन्सियोमिटरको प्रुभ गरेर पहिला देखाउँछु अनि पोटेन्सियल ग्रेडियन्ट पनि बुझाउँछु म। प्रुभ भी इज डाइरेक्टली प्रोपोर्सनल टु एल भनेको छ होइन। अब हेर है, यो एउटा पोटेन्सियोमिटर वायर हो, ए बी यहाँ बिचमा सी मानौँ। यसमा कन्स्टेन्ट करेन्ट पठाएको छ अरे, आई कन्स्टेन्ट करेन्ट पठाएको छ। यसको पुरै लेन्थ एल भयो भने यति लेन्थ भनेको एलएसी राख्दिउँ यसलाई, ल यतिलाई एलएसी। अब ल्याङ्ग्वेज हेर्नुपर्छ कि कन्सिडर अ पोटेन्सियोमिटर वायर एबी एन्ड अ युनिफर्म करेन्ट इज पास थ्रु द वायर भनेर लेखिदिनु, ल्याङ्ग्वेज हल्का मिलाएर। अनि अब यहाँ के हुन्छ भन्दाखेरि यो भोल्टेज अफ भिएसी निकाल्नु। भिएसीको भोल्टेज भनेको भिएसी भनेको आई, भी इजिकल टु आई हेर नि त, ओम्स ल थाहा छ नि, 11मै पढेको। भिएसी इजिकल टु आई, आर भनेको के छ, आर नै लेखिदिउँ यसलाई, आरलाई। यसको रेजिस्टेन्स सपोज आर भनेर लेट आर विथ रेजिस्टेन्स भनेर ल्याङ्ग्वेजमा लेखिदिनु। अनि भिएसी इजिकल टु आइआर। अब भोल्टेज एक्रस एसी इजिकल टु आई। अब आर भनेको रो एल बाई ए, यो थाहा छ होला, पनि 11मै पढेको। रो भनेको रेसिस्टिभिटी, एल भनेको लेन्थ अफ वायर, ए भनेको एरिया भयो यसको एलएसी, किनकि हामीले भोल्टेज एसीको निकालेको लेन्थ पनि एसीसम्मकै लिनु पऱ्यो एलएसी। अनि त्यस पछाडि अब यो भ्यालु हेरौँ है, भिएसी करेन्ट कन्सटेन्ट पठाएको छ यहाँ। एरिया यो वायर युनिफर्म वायर लिएको हुन्छ पोटेन्सियोमिटरको, एरिया कन्सटेन्ट भएको। अब लेन्थ रह्यो अनि यो रेसिस्टिभिटी त झन् कन्सटेन्ट भएको, वायरको एउटा वायरको लागि एउटा म्याटरको लागि सेम हुन्छ जहिले रेसिस्टिभिटी। भनेपछि यहाँ भिएसी इजिकल टु आई रो बाई ए एलएसी। लेन्थ मात्रै भेरिएबल हुने भयो कि यहाँ, लेन्थ यता पनि सार्न पाइयो यता पनि सार्न पाइयो, लेन्थ मात्रै भेरिएबल, यिनीहरू सबै कन्सटेन्ट भयो। देयरफोर भिएसी इजिकल टु के लेखिदिउँ कन्सटेन्टलाई एलएसी। देयरफोर भिएसी के भयो, भिएसी इज डाइरेक्टली प्रोपोर्सनल टु एलएसी। योबाट के थाहा भयो भन्दाखेरि चाहिँ भोल्टेज इज डाइरेक्टली प्रोपोर्सनल टु लेन्थ भन्ने थाहा भयो। भनेपछि अब यो के छ नि, यो के भनेको चाहिँ पोटेन्सियल ग्रेडियन्ट हो के इजिकल टु के छ, के को भ्यालु आई रो बाई ए, आई रो बाई ए इजिकल टु यो भनेको पोटेन्सियल ग्रेडियन्ट हो। यो चाहिँ कन्सटेन्ट हो, सबै एउटा वायरको लागि यो कन्सटेन्ट हुन्छ करेन्ट कन्सटेन्ट पठाएपछि। आजको लागि यति भिडियो पोटेन्सियोमिटरको। अब पोटेन्सियोमिटरको न्युमेरिकलहरू चाहिँ म अर्को भिडियोमा ल्याउँछु।